हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। अनि सबैजनालाई गुड मर्निङ। यो चाहिँ मेरो आजको मर्निङदेखिको के अरे 12 बजीसम्मको रुटिन हुनेछ है। ल अब आज चाहिँ अहिले चाहिँ म अब उठेर मुख धुन लागेको छु। अनि मुख धोएर अनि ब्रस गरेर म चाहिँ लागेँ भित्र। अनि म चाहिँ यो मर्निङको ड्रिङ्क खाँदैछु अहिले। अनि पानी खाइसकेर चाहिँ म चाहिँ दाल बसालेर लागेँ पसलतिर, तरकारी पसलतिर है त। अनि म चाहिँ तरकारी लिन लागेँ। अनि मैले चाहिँ दिदीलाई अस्ति नैबाट काँचाप ल्याइदिनु भनेको, अनि आज ल्याइदिनु भएछ फाइनली। अनि मैले चाहिँ तरकारी अनि साग लिएर चाहिँ म चाहिँ घरतिर लागेँ। अनि म चाहिँ साग धोएर पनि रेडी गरेर अब त्यहाँ बनाउन लागेको छु साग है। अनि साग बनाइसकेपछि चाहिँ अनि मैले चाहिँ सिमी र आलु पनि बनाउन लागेको थिएँ। अनि साग रेडी भएर पनि अब सिमी र आलु बनाउन लागेको छु। अनि यो चाहिँ अब मैले बनाउन लाग्छु सिमी र आलु प्याज छैया। अनि त्यसपछि अब आलु र सिमी पनि हालेर पकाएर अब यो रेडी भएर मात्रै देखाउँछु। ल रेडी भने भइसक्यो। अनि आजको चाहिँ अनि दाल, रातो दाल, साग, सिमी, भात पनि सबै रेडी थियो मेरो चाहिँ। अनि अब लाग्यो म खाना खान। अनि मेरो यो खाना चाहिँ यति नै हो क्या। अनि अहिले चाहिँ मैले 1 महिना भयो मैले खाना यति नै खान्छु मर्निङमा चाहिँ। अनि मैले अहिले डाइट गरिरहेको छु नि त। अनि मैले खाना पनि धेरै खाँदिनँ भन्दा 1 थाल माम लिएर बसेको छु। अनि त्यहाँ चाहिँ मेरो बुढाले कति मिठो भएको भनेछ। अनि मैले बनाएको मैले भन्दैछु कि मैले त्यहाँ चाहिँ। अनि खायो, घुम खायो है, मिठो भएको थियो कि। अनि मस्त खायो। अनि खाएर चाहिँ अब चाहिँ खाएर मात्र त भएन। अनि खाएर चाहिँ मैले चाहिँ खाना खाइसकेपछि चाहिँ ल अब चाहिँ भाँडा धुन लागेँ। अब खाएर मात्र त भएन नि त, भाँडा पनि धुन पऱ्यो। अनि भाँडा पनि धोएर मैले सकिसकेको थिएँ है त। अनि त्यसपछि यो आँप चाहिँ मैले अब अहिले दिउँसो खान्छु। मैले भरेसम्म भिडियो गर्छु भनेको, अनि मलाई झ्याउ लाग्यो क्या। अनि त्यही भएर सबैजनालाई माया गरिदिनु ल। बाई, थ्याङ्क्स फर वाचिङ।